कुनै बेलाका डरलाग्दा भिलेन आज दया लाग्दा बिरामी बनेका छन्। आजको सिने कथामा हामी पवन मैनालीको कथा लिएर आएका छौँ। उहाँ त्यही कलाकार हुन् जसले निखिल उप्रेतीलाई नेपाली फिल्ममा पहिलो ठुलो अवसर दिएका थिए। एक समय नेपाली पर्दामा पवन मैनाली देख्ने बित्तिकै दर्शकहरू डराउँथे। खलनायकका रूपमा उनको आवाज, हेराइ र अभिनय यति बलियो थियो कि दर्शकले पात्रलाई घृणा गर्थे तर कलाकारलाई सम्मान गर्थे। तर आज उही पवन मैनाली काठमाडौँको कपनमा एउटा साधारण घरमा बस्छन्। शरीर भारी छ, बोल्न गाह्रो छ, हिँड्न सहज छैन। सेतो दारी, थाकेको अनुहार र कमजोर शरीरले उनको पुरानो चमकलाई ढाकिदिएको छ। विक्रम सम्वत 2022 सालमा सर्लाहीमा जन्मिएका पवन घरका जेठा छोरा थिए। परिवारले उनलाई डाक्टर बनाउने सपना देखेको थियो, तर उनको मन भने फिल्म, नाटक र अभिनयमै थियो। सानैदेखि गाउँमा क्लब खोलेर नाटक लेख्ने, निर्देशन गर्ने र अभिनय गर्ने उनको रुचि थियो। अमिताभ बच्चनको फिल्मले उनलाई धेरै प्रभाव पारेको थियो। 2049 सालमा चेतन कार्कीको फिल्ममा पहिलो प्रेमबाट उनले फिल्मी यात्रा सुरु गरे। त्यसपछि बसन्ती, शिवशक्ति, दौतारे, सुनचाँदी, आँधीबेरी, आफन्त, प्यारी बहिनी, जन्मभूमि, विद्रोही, छोरी बुहारी जस्ता धेरै फिल्ममा उनले बलियो अभिनय गरे। टेलिसिरियल र नाटकमा पनि उनी उत्तिकै सक्रिय रहे। उनी अभिनेता मात्र थिएनन्, कथा लेखक थिए, गीतकार थिए, निर्माता थिए। आफ्नै गाउँ सर्लाहीमा 800 दर्शक अट्ने सिनेमा हल समेत खोलेका थिए। सफलता उनको साथमा थियो, जीवन अगाडि बढिरहेको थियो। तर 2059 साल फागुन 8 गते सबै बदलियो। बाराको निजगढमा उनी आफ्नो दोस्रो फिल्म दिदी बहिनीको छायाङ्कनमा थिए। छायाङ्कन सकिन एक साता मात्र बाँकी थियो। मोटरसाइकलमा जाँदै गर्दा गाडीले ठक्कर दियो। त्यो एक दुर्घटनाले उनको जीवनको बाटो नै मोडिदियो। 1 महिनासम्म उनी बेहोस रहे। होस खुलेपछि शरीरको दायाँ भाग चल्न छोडेको थियो। बोल्न गाह्रो भयो, हिँड्न असम्भव जस्तै भयो। दिमागमा पनि असर पर्यो। पुराना सम्झनाहरू धेरै हराए। डाक्टरहरूले रोगको नाम बताए, स्पास्टिक हेमिप्लेजिया। 4 वर्ष अस्पतालको बेडमा बित्यो। 2 वर्ष पवित्र समाज सेवामा बसे। त्यसपछि उनी घर फर्किए, तर पर्दामा फर्किने सपना कहिले मरेन। पवन मैनालीले निर्माण गरेको फिल्म पिजडा नेपाली फिल्म इतिहासको विशेष मानिन्छ। बम्बईमा सङ्घर्ष गरिरहेका निखिल उप्रेतीलाई उनले मुख्य भूमिका दिए। 7 तला माथिबाट निखिलले हाम फालेको दृश्य आज पनि दर्शकले सम्झिन्छन्। तर पवनको आफ्नै फिल्म दिदी बहिनी अधुरै रह्यो। आज पनि उनी भन्छन्, म दौडिन र फाइट गर्न सक्दिनँ, तर अरू भूमिका गर्न सक्छु। केही वर्ष अघि निर शाहले सेतो बाघमा सानो भूमिका दिए। त्यो कुरा उनी खुसी साथ सम्झिन्छन्। तर पुराना साथीहरूले बिर्सिएको पीडा उनको मनमा छ। उनी भन्छन्, म निभेको आगो हुँ, निभेको आगो कसैले ताप्दैन। दुर्घटनापछि उनको जीवनमा एउटा उज्यालो पनि आयो। दोलखाकी लक्ष्मी शिवाकोटी, जो पहिले उनको फ्यान थिइन्, उनैले बिहेको प्रस्ताव गरिन्। अहिले लक्ष्मीले उनको हेरचाह गरिरहेकी छन्। आमा, भाइ बुहारी र परिवारको साथले उनलाई बाँच्ने बल दिएको छ। सरकारबाट अपाङ्ग भत्ता र चलचित्र विकास बोर्डबाट केही सहयोग त पाउँछन्, तर उनको ठुलो चाहना पैसा मात्र होइन। उनी अझै काम गर्न चाहन्छन्। सानो भूमिका भए पनि अभिनय गर्न चाहन्छन्। पुराना साथीहरूले सम्झिदिए पुग्छ भन्ने उनको मनमा छ। पवन मैनालीको कथा एउटा कलाकारको उतार चढाव मात्र होइन, यो समय, भाग्य र बिर्सिएको कलाकारहरूको कथा हो। कुनै बेला पर्दामा डर पैदा गर्ने भिलेन आज आफ्नै जीवनसँग लडिरहेका छन्, तर उनीले हार मानेका छैनन्। यो कथाले हामीलाई प्रश्न गर्छ, हामी आफ्ना कलाकारहरूलाई ताली बजाउने समयमा मात्रै सम्झिन्छौँ कि दुःख परेको समयमा पनि? पवन मैनालीले वर्षौं नेपाली दर्शकलाई मनोरञ्जन दिए। अब उनी सम्मान, सम्झना र सानो अवसरको प्रतीक्षामा छन्।